सुरु गर्दा हुन्छ? हुन्छ। ल आज अन्तर्दशाको बारेमा केही चर्चा गरौँ। अन्तर्दशा भनेको पहिला के हो? जस्तै विंशोत्तरी दशा, त्रिभागी दशा, अन्य दशाहरू पनि छन्। ती दशाहरू मूल दशा हुन्। ती मूल दशामा दशाभित्र पनि फेरि दशा घुम्छन्। अन्तर्दशा भनेको दशाभित्र रहने दशा। जस्तै कसैको बृहस्पतिको दशा लागेको छ, बृहस्पति 16 वर्ष बस्छ विंशोत्तरी दशामा। अब त्यो बृहस्पतिको दशामा के भनेको छ? सद्धर्ममा मन शरीर बढो निरोग, चिन्ताविहीन पशुराज्य समेत भोग, धान्यादि वृद्धि नपरी कनकत्ती धामा, होला विचार बढिया गुरुका दशामा। यस्तो राम्रो फल छ यो। यदि बृहस्पतिले 16 वर्षसम्म नै राम्रो फल दिने हो त। धान्यादि वृद्धि नपरी कनकत्ती धामा, कुनै धन सम्पत्ति कमाउन, अन्न उब्जाउन कुनै कुनै धावा नपरिकन सम्पत्ति आर्जन हुनेछ। होला विचार बढिया गुरुका दशामा, बडा राम्रो राम्रो सोच विचारहरू आउनेछ। सद्धर्ममा मन शरीर बढो निरोग, चिन्ताविहीन पशुराज्य समेत भोग। राज्य भोग गर्न पाइन्छ। घर वस्तु पशु भाउ यहाँ त्यहाँ टनाटन हुन्छन्। धर्म कर्ममा मन जान्छ। कुनै असत गरिँदैन। यी राम्रा कुरा 16 वर्षमा त्यसले दिन्छ त? दिँदैन। त्यो 16 वर्षभित्रमा कति कुरा भएका हुन्छन्। जग्गा किनिन्छ, घडेरी किनिन्छ, एउटा मुद्दा मामला पर्ला, सेकेन्ड मुद्दा हारिएला, कुनै अन्य चोटपटक लाग्ला, एक्सिडेन्ट भइएला, बिहा नभए बिहा होला, छोरो जन्मला। यी सबै कुरा हुन सक्छन्। अहिले मैले भनेका कुराहरू त्यो 16 वर्षभित्रमा राम्रा नराम्रा सबै हुन्छन्। त्यो बृहस्पतिको दशा राम्रा हुन्छ कुरा हुन्छन् मात्रै भनेर अहिले श्लोकमा भनियो त्यसो चाहिँ हुँदैन। कसैका पनि त्यो भएको छैन। जस्तै शनिश्चरको दशा पनि 19 वर्ष बस्छ। शनिश्चरलाई हामी नराम्रो भन्छौँ। त्यो 19 वर्ष नराम्रो हुन्छ त? हुँदैन। कुनै वर्ष राम्रो हुन्छ, कुनै वर्ष नराम्रो हुन्छ। धेर थोर अलिअलि फरक पर्ला। त्यो केले त नि भन्दाखेरि त्यो बिचमा हिँड्ने दशाले त्यसलाई अदली बदली पनि गरिदिन्छ। जस्तै यो 16 वर्षभित्रमा बृहस्पति छ भने, जस्तै बृहस्पति सुरु भयो भने बृहस्पतिदेखि लिएर वृष, बुकेशु, आचम, भौरा यी 9 वटै घुम्छन्। यो बृहस्पतिको दशामा लागेपछि जुनसुकै दशा पनि पहिला उही दशाबाट सुरु हुन्छ। जस्तै शनिको दशा लाग्यो भने शनिश्चरबाट सुरु भयो। स उ केशु गर्दै गयो। बृहस्पति दशा लाग्यो भने वृष, बुकेशु भन्दै गयो। त्यसरी नै जान्छन्। अनि तिमीले कति समय लिन्छन् त भन्दा, जस्तै यी दशाहरूको विंशोत्तरी दशामा जति जति वर्ष छ, जस्तै सूर्यको 6 वर्ष, चन्द्रमाको 10 वर्ष, मङ्गलको 7 वर्ष, राहुको 18 वर्ष, बृहस्पतिको 16 वर्ष, शनिश्चरको 19 वर्ष, शुक्रको 20 वर्ष, यसरी दशाहरू छन्। त्यही दशाका आधारमा दामासाईले 16 वर्ष घुम्छन्। त्यो मूल दशामा आफूले जति भाग पाइयो छ
जस्तै शुक्रको 20 वर्ष, राहुको 18 वर्ष भने त्यो शुक्रले र सूर्यले बराबर पाउनु भयो भएन। सूर्यले थोरै समय पाउँछ भने शुक्रले धेरै समय पाउँछ, राहुले धेरै समय पाउँछ। त्यस्तै बृहस्पतिको कुराहरू पनि बृहस्पति दशा 16 वर्ष, यो 16 वर्षमा नगुडै घुम्छन्। त्यही हाम्रो मूल दशामा का दामासाईका आधारमा यी घुम्छन्। यसरी घुम्दा यो राम्रो नराम्रो सबै फल प्राप्त हुन्छ। कसरी त नि ल मेरो यो बृहस्पतिको दशा छ, सुरुमा बृहस्पतिको अन्तरमा बृहस्पति नै हुन्छ, लग्नमा बसेको छ, नवस्थानको मालिक हो, भाग्यस्थानको मालिक बृहस्पति लगनमा राम्रो हो, यसले राम्रो फल दिन्छ। तर कति दिन्छ त्यो बृहस्पति आफ्ना बृहस्पतिको अन्तरमा बृहस्पतिले कति पाउँछ। ल मानौँ मोटामोटी 2 वर्ष केही महिना पाउँछ, 2 वर्ष यसले पाउँछ मानौँ। त्यो 2 वर्ष बृहस्पतिको अन्तरमा बृहस्पति नै बस्यो। बृहस्पतिपछि के आउनु पर्यो? शनिश्चर। अब शनिश्चर आएपछि बृहस्पतिले अब शनिश्चरलाई लिनु पर्यो। शनिश्चर कसरी बसेको छ, कतिको अनुकूलको छ। अब शनिश्चर 12मा बसेको छ कि 8मा बसेको छ कि, अब त्यो शनिश्चरको प्रभाव हुन्छ। शनिश्चर आफ्नै घर बसेको छ कि, जस्तै अब यहाँ भनौँ बृहस्पति भाग्यस्थानको मालिक छ भने बृहस्पतिको अन्तरमा शनि, शनि एकादश स्थानमा कुम्भ राशिमा बस्यो, आफ्नै घर। भाग्यले अनेकको आम्दानी गर्ने बाटो स्रोत दिन्छ बृहस्पतिको अन्तरमा शनि भयो भने। किन भाग्यस्थानको मालिक हो नि हो बृहस्पतिले को अन्तरमा। यसको पनि के अधिकार हुन्छ, यसका अधीनमा चल्नुपर्छ। र यसले 10औं स्थानको र 11औं स्थानको मालिक भयो, यो शुभ नै छ। आफ्नो मूल त्रिकोणमा गएर बस्यो, मूल त्रिकोणमा गएर बस्दा यसले बृहस्पतिको अन्तरमा भाग्यस्थानको मालिक भएको हुनाले त्यसले शुभ फलै दिन्छ र केही राम्रो आम्दानीका स्रोतहरू केही पत्ता लगाउँछ। जस्तै बृहस्पति जस्तै बृहस्पतिको अन्तरमा अब शनिश्चरपछि बुध आउँछ। बुध तेस्रो स्थानमा छ, आफ्नै घरको पनि हो, 6ठो स्थानको मालिक पनि हो, 6ठो स्थानको मालिक पनि हो। बृहस्पतिको अन्तरमा बुध, शुभ ग्रहका अन्तरमा शुभ ग्रह नै आउँदा नराम्रो हुने कुरो होइन, राम्रो हुन्छ। शुभका अन्तरमा शुभै। तर अलिकति के हुन्छ भन्दा 6ठो स्थानको मालिक पनि हो भएको हुँदा के अलिकति थोरै दुःख बिमार, अलिअलि सानो सानो चोटपट, अलिअलि केही यसो सामान्य के रोग लाग्न औषधि मूल्य सामान्य हुन सक्छ 6टाको मालिक अन्तरमा आउँदा। त्यस्तै अब बृहस्पतिको अन्तरमा राहु आयो, बृहस्पतिको अन्तरमा राहु आयो भने ती सबै त एकफेर घुम्नु पर्छ नि। रोलैसित घुम्छन्, बिरालोसित। मैले यहाँ भन्दा बिरालोसित भने पनि यी रोलैसित घुम्छन्। बुधपछि केतु आउँछ, केतु 7औँमा छ, यसले राम्रो काम गर्दैन।
बृहस्पतिको अन्तरमा केतु छ, केतुको दृष्टि यहाँ बृहस्पति यहाँ परेको छ, केतुले त्यति राम्रो काम गर्दैन। केतु हदै बस्ला 1 वर्ष बस्ला 1.5 वर्ष। बृहस्पतिको अन्तरमा राहु आउला, जस्तै बृहस्पति र यहाँ राहु एकै ठाउँ बस्यो, चन्नाल जोग बनायो, के एउटा बिल्डिङ पार्छ। अहिले मैले भने नि कुनै मुद्दा मामिला पर्ला, कतै एक्सिडेन्ट होला, कुनै अकार्थ नराम्रो दोष पाइएला, त्यसले कहिलेसम्म अल्झाउँछ त। बृहस्पतिको अन्तरमा राहु मोटामोटी 2 वर्ष होला, त्यति त्यसले गाँजा भएर अल्झाइदिन्छ। अलिकति अपमान सहनु पर्ने, अलिकति खती खर्च हुने, यो सकियो सकियो, सकिएपछि त्यसको अवधि सकिन्छ फेरि। त्यसकारण यी अन्तर्दशाको ठुलो महत्त्व छ, किनभने त्यही दशाले मात्रै, जसको जुन दशा लागेको छ त्यसैले मात्रै त्यो अवधिभर काम गर्न पाउँदैन र मिल्दैन, र हाम्रा व्यवहारमा पनि देखियो छैन। जस्तै अब शनिश्चर 19 वर्ष बस्छ, ल यहाँ शनिश्चर त यहाँ राम्रो छ, कसैको 8औँमा होला 12औँमा होला, त्यो भयो भने त्यो 19 वर्ष त्यसलाई खती मात्रै हुन्छ त, हुँदैन। किनभने त्यो भित्र पनि यहाँ राम्रा दशा नौवटै घुम्छन्। त्यही शनिश्चरको अन्तरमा बृहस्पति आउला, कहिले कहिले बुध आउला, कहिले शुक्र आउला, राम्रा पनि हुन्छन् नराम्रा पनि हुन्छन्। जस्तै बृहस्पतिको अन्तरमा शुक्र आयो भने बिहा नभए बिहा गराउँछ। किन? 7औँको मालिक हो नि, बृहस्पतिले यहाँ देखेको छ, बृहस्पतिको पनि मद्दत छ। शुक्र 7औँको मालिक आयो, बृहस्पतिको अन्तरमा शुक्र फेरि त आउँछ। त्यो शुक्र आएको समयमा बिहा हुन्छ। त्यसो मान्छेलाई के हुन्छ भन्दा, कसैलाई बिहा गर्छु 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 बिहा हुँदैन। किन भन्दा यो ठाउँमा देख्ने, यो ठाउँको मालिक अथवा यो ठाउँमा देख्ने ग्रहको त्यो समय नआएर अन्तर्दशामा पनि परेन भने त्यो बिहा हुन गाह्रो हुन्छ। यहाँ यो सजिलो हुन्छ, किनभने बृहस्पतिको अन्तरमा शुक्र आउँदाखेरि बृहस्पतिले नि देखेको छ, उसले नि मद्दत हुन्छ भने बृहस्पतिको अन्तरमा शुक्र आउँदाखेरि 7औँको मालिक भएकोले ट्याक्क बिहा हुन्छ। जस्तै बृहस्पतिको अन्तरमा सूर्य आयो, सूर्य 13 थानमा बसेको छ, नराम्रो ठाउँमा छैन। सूर्य 5औँ थानको मालिक हो, बृहस्पतिले 1 2 3 4 5 बृहस्पतिको दृष्टि छ। बृहस्पतिको अन्तरमा सूर्य आयो, छोरो जन्मन्छ, सन्तान नजन्मेका भए सन्तान जन्माउँछ। त्यसो हुनाले यो अन्तर्दशाले ट्याक 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 टक्क 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 त्यो कहाँको हो त्यहाँको क्याप्प क्याप्प काम गर्छ। ल यति हो।